भूतपूर्व सैनिक अर्धसैनिक टर्जम शाखा कल्याण सङ्घको तत्त्वावधानमा आयोजित टर्जम गोल्ड कप 2025 रङ्गारङ प्रस्तुतिबीच हिजोदेखि प्रारम्भ भयो। सङ्घमा टर्जम चियाबारी सुप्रिन्टेन्डेन्ट एके झा, जिटिए सभा अध्यक्ष अन्जुल चौहान, कार्यकारी सभासद भूपेन्द्र बमजन आदिको प्रमुख तथा विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता ज्योति कुमार राईले गरेका थिए। अन्य गण्यमान्य व्यक्तित्वहरू सहभागी बनेको कार्यक्रमको पहिलो म्याच पोख्रेबुङ फुटबल एकाडेमी बनाम झापा नेपाल माझ रोचक भिडन्त भयो। र सम्पूर्णमा नमस्ते। र हामी भूतपूर्व सैनिक अर्धसैनिक टर्जम शाखा कल्याण सङ्घको तर्फबाट आज हाम्रो जो ओपनिङ भएको छ हाम्रो टर्जम गोल्ड कप 2025 को र हाम्रो धेरैभन्दा धेरै दर्शकहरू धेरै मात्रामा आइदिनु भएको थियो। उहाँहरू सबैलाई हाम्रो संस्थाको तर्फबाट र हाम्रो टर्जमवासीकै तर्फबाट सम्पूर्णलाई हामी यहाँबाट धन्यवाद टक्राउँदछौँ। र आजको म्याच पनि एकदमै रोमाञ्चक म्याच थियो। पोख्रेबुङ फुटबल एकाडेमी भर्सेस हामीले झापाको थियो र उहाँहरूले एकदमै राम्रो खेल भावनाले खेलहरू प्रदर्शन गर्नुभयो, सबैलाई रोमाञ्च दिलाउनु भएको छ। यसमा उहाँहरूको टिमहरू दुवै टिमलाई पनि हामी यहाँबाट धेरै धन्यवाद टक्राउन चाहन्छौँ। हजुरहरूको जानकारीको लागि हामी हुन त हाम्रो प्रसारहरू भइरहेको छ, तपाईँले देख्नुभएको छ। र भोलिको टिम भने हाम्रो मार्मिक स्पोर्टिङ क्लब सुकिया पोखरी भर्सेस हाम्रो रेडर्स इलामको माझमा भोलि हाम्रो खेल हुनेछ। र यो खेल एकदमै कति बजी हुनेछ? यो खेल चाहिँ हामीले 1:30 को टाइम चाहिँ हामीले किकअपको राखेको छौँ। र हाम्रो टिमहरूलाई पनि र हाम्रो दर्शकहरूलाई पनि यो 1:30 भित्रमा हजुरहरू आइदिनुहोस्। हाम्रो गेम चाँडै नै हुनेछ।